अलराइट अहिले चाहिँ अब ट्याम्पाको ग्यास स्टेसनबाट निस्केर अब फेरि 35 को हाइवे मर्ज गर्न आँटिरहेको छु। यस्तोमा चाहिँ अलिकति रिस्की हुन्छ गाइज होइन। यस्तो हाइवेमा चाहिँ अलिक केयरफुल हुनुपर्छ। अनि अझ यो त अझै मर्ज गर्ने पोइन्ट आइपुगेको छैन। अब मेनली यस्तोमा के त हाइवेबाट चाहिँ लाइक आई थिङ्क 70 or 75 मा आइरहेको हुन्छ गाडीहरू। सो बेसिकली वी हेभ टु मर्ज होइन। कुनै कुनै चाहिँ राम्रो लेन बनाइरहेको हुन्छ, लाइक हुन्छ नि यसरी मर्ज गर्ने बेलामा दे डोन्ट जस्ट कम हुन्छ नि। सो दिस इज भेरी गुड इक्जाम्पल अफ मर्ज होइन। यसमा चाहिँ डराउनु पर्छ। कुनै कुनै ठाउँमा चाहिँ सिधा आउने हाइवेको र आफूले पनि फ्रिवेबाट छिर्ने ठाउँ चाहिँ एउटै भइदिन्छ क्या। सो त्यस्तोमा चाहिँ अलिक केयरफुल हुनुपर्छ होइन। एनिवेज अब मैले चाहिँ आई थिङ्क 48 मिनट पछि आई थिङ्क आई एम गन ह्याभ अ वान मोर स्टप। त्यति हुँदाखेरि आई थिङ्क मलाई ब्याट्री पनि पुग्छ र रेस्टरुम पनि जान मिल्छ र गाडीलाई पनि एउटा ब्रेक हुन्छ। मेबी 48 मिनट और आई माइट चेक लाइक अर्को पनि छ भने कि 2 घन्टा छ टोटल अब आई थिङ्क होइन। आई बिलिभ 2 घन्टा 24 मिनट छ। सो 48 मिनट और 1 घन्टा आधा पछि गर्दा पनि नट ब्याड होइन। एउटै हो आई थिङ्क या 1 घन्टामा अथवा 1 घन्टा 15-12 मिनट्स जस्तोमा रहेछ भने चाहिँ द्याट वुड बी आइडल।